अनि त्यो हिसाबले त यत्रो दर्शक श्रोताहरूको देश विदेशको त्यो माया सबैले पाउँदैन जस्तो छ। अब तिम्रो पनि यो प्रोग्रामबाट तिमीलाई पनि कति तिम्रो पनि फ्यान छ। त्यो ह्याप्पी अर्कै खालको ह्याप्पी हुन्छ कि जस्तो लाग्छ कि। अनि त्यो चाहिँ खुसी छु म। पक्कै पनि। कुनै बेला म्युजिक इन्डस्ट्रीमा लागिरहँदाखेरि लामो समयसम्म सफलता नपाउँदाको पीडा बेग्लै थियो? बेग्लै थियो है? एकदम थियो। किनभने तिमीलाई पनि थाहा छ हामी एउटा सहरलाईको जहाँ हामी हुर्केको टाइममा त बाटो पनि बनाएको थिएन राम्रो होइन। त्यो धुलो बाटो यति गाह्रो गरेर त्यो नयाँ रोडसम्म आइन्थ्यो होइन। अब अहिले त जियोस् त्यहाँ जियोस् अलि राम्रो विकास भइसकेको छ अलि पछिल्लो समय जाँदा पनि। अनि मान्छेले के अरे सहरलाई भन्दा चाहिँ थाहा हुन्थ्यो। बर्थमा भन्यो भने त कसैले पनि थाहा पाउँदैन थियो काठमाडौँमा आएर। नाम उच्चारण गर्नु हामी आफूलाई पनि नाम उच्चारण गर्न गाह्रो हुन्थ्यो। तर अहिले अब त्यो सर्लाहीबाट एउटा बर्थपाबाट एउटा सपना बोकेर यहाँ काठमाडौँमा आएर सुरुको दिनमा जति स्ट्रगल भए पनि 1 वर्ष 2 वर्ष 8 वर्षसम्म त्यो चिजलाई फेस गरेर होइन दुःखलाई नै एउटा हतियार बनाएर त्यो शक्ति बनाएर त्यसैबाट कम्पोजिसन गरेर होइन। किन यो गीत यस्तो हुँदो रहेछ कि गीत फिलिङ्सहरू चाहिँ खुसी सधैँभरि खुसी ह्याप्पी भयो भने आउँदैन रहेछ कि। त्यो चाहिँ पीडाबाटै आउँछ कि। त्यो पेन हुनु जरुरी हुन्छ। त्यो फिलिङ्स भन्ने कुरा त्यो गायकीमा त्यो स्वरमा फिलिङ्स भन्ने कुरा मेलोडीहरू सबै पीडाबाट निस्किन्छ। त्यो मान्छेलाई जबसम्म पेन भन्ने कुरा थाहा हुँदैन त्यो आउँदैन नि। त्यही भएर पनि त्यो सुरुको दिनमा यो क्षेत्रमा आउँदा मलाई 1 वर्ष 2 वर्ष होइन 8 वर्ष लाग्यो। 8-9 वर्ष लगभग म 59 सालमा मैले एसएलसी दिएको। अनि 60 सालदेखि रेगुलर म यो फिल्डमा थिएँ। अनि त्यो बिचमा जब आत्मामा गीत आयो त्योभन्दा अगाडिको त मैले हुन त एम बुद्ध हाम्रो ऱ्यापर हाम्रो साथी हामी इथोस ब्यान्डमा हुँदा झ्यालेमा सुस्तरी भन्ने गीतमा एम बुद्धजी हामीहरू सँगै सहकार्य गर्थ्यौँ। उहाँको गीत नआउँदाखेरि झ्यालेमा त एक लाइन त एम बुद्धको भोइस पनि छ होइन। अनि आत्मा के अरे सुस्तरीमा पनि जति पनि ऱ्यापहरू छ सबै उहाँले लेख्नुहुन्थ्यो कम्पोजिसन गर्नुहुन्थ्यो। मैले मेलोडी कम्पोज गर्थेँ। त्यो स्ट्रगल बेग्लै थियो। तर त्यो गीतहरू आउँदा पनि अलिअलि चल्दा पनि मलाई गाह्रै भयो थियो कि म गाउँ फर्किने स्थिति नै परिरहन्थ्यो कि म एकचोटि मात्र होइन 2-3 चोटि नै फर्केको छु। फर्किँदै फर्किँदै किनकि सहरलाई गएर टिक्न पनि गाह्रो हुन्थ्यो। किनकि गाउँमा त अब गायक बन्न गएको रहेछ सकेन छ आयो आज कुरा काट्छ उता काट्छ। अनि त्यो कुरा काट्छ भन्ने टेन्सनले पनि बस्न मन लाग्दैन थियो। फेरि आउँथ्यो फेरि जिरोदेखि स्ट्रगल हुन्थ्यो। फेरि अर्को स्टुडियोमा काम गर्न थाल्थेँ। अनि फेरि आफूले भने सोचे जस्तो हुन्थेन। स्टुडियोको मान्छेले आश मात्रै देखाउँथ्यो होइन। अनि फेरि फर्क्यो फेरि अर्को स्टुडियो खोज्नु पर्थ्यो। अब त्यसरी अब ब्यान्डसँग पनि भेट भयो। अलिअलि आफू सस्टेन हुने बाटोहरू खोज्दै थिएँ। अनि गर्दै अब धैर्यता नि एकदमै धेरै भएपछि लास्ट स्थितिमा त म त लगभग काठमाडौँ छोडेरै अब यो काठमाडौँमा चाहिँ कहिल्यै फर्किँदिनँ भनेर म फर्किन नै चाहेको। लगभग कति आत्मामा गीत आउनुभन्दा लगभग 2 वर्ष अगाडि 3-4 वर्ष अगाडि फर्किने निधो नै गरिसकेको थिएँ। मैले टिकटै काटिसकेको थिएँ कि अब सहरलाई जान्छु। अब मैले सकिनँ किनकि 1 वर्ष 2 वर्ष 3 वर्ष हुन्छ। 10 वर्ष आफ्नो लाइफलाई यहाँ कति गर्ने दुःख होइन। सबैले आश मात्रै त देखाउने हो। स्वर राम्रो छ भने अगाडि राम्रो भने पछाडि कुरा काट्ने। अनि मलाई चाहिँ के लाग्यो भने अब मैले गर्नसम्म चाहिँ धेरै गरिसकेँ। किनकि त्यही अब यो म्युजिक फिल्डमै लाग्दा मलाई जन्डिस टाइफाइड पनि भएको थियो। त्यो बेला पनि बाँच्ने स्थिति नै गाह्रो भइसक्यो। म हरेक कुरा भगवान्ले मेरो हरेक कुरामा परीक्षा लिइसकेको छ। अब चाहिँ परीक्षा लिने ठाउँ नै छैन कि अब चाहिँ भन्ने भएको थियो। तर संजोगले अब त्यो लास्ट एउटा डिसिजनले नै अन्तिम डिसिजन नै मेरो लागि झन् बलियो हुन पुग्यो कि। किनभने अब म घर जाने भनेपछि त अब उपाय खोज्न थालेँ नि त।
अझै केही बाँकी छ कि, अझै म जानु हुँदैन कि भन्ने कुरा। अनि मेरो गीत अब ब्यान्डमा हुँदाखेरि जुन कलेक्सन एल्बम जुन त्यो बेला त कम्पनीले किन्ने अनि कम्पनीले मार्केटिङ गर्ने अनि हाम्रो प्रमोट गर्ने हुन्थ्यो नि त। अहिले जस्तो प्रत्येक सिङ्गरको युट्युब च्यानल भए जस्तै हुँदैन थियो। अनि हाम्रो ब्यान्डमा चाहिँ जस्तो जुन सुस्तरी, झ्यालेमा, मेरो 7औं जन्म भन्ने एउटा एल्बम चाहिँ स्यापमा music.com गएर रिबल क्रिएसन पनि पुगेको थियो। त्यो रिबलमा पुग्दाखेरि चाहिँ रिबल क्रिएसनको दाइले चाहिँ यो स्वर चाहिँ कसको हो भनेर मेरो ब्यान्डको साथीहरूलाई चाहिँ सोधिरहेको थियो। म त स्टुडियोमा काम गर्नु पर्थ्यो, त्यो स्टुडियोमा माइक मिलाउने, डमी भोकल गर्ने, टेक लिने, म दिनभरि स्टुडियोमा बिजी हुन्थेँ। साथीहरू चाहिँ अब कम्पनी डुल्ने थियो। अनि सोध्न त सोधेँ, यो गीत चाहिँ यो सुस्तरी गीत गाउने चाहिँ को हो भनेर। अनि कमल खत्री भने। अनि कहाँ हुनुहुन्छ त भन्दा अब राम्रोसँग अब खोइ उहाँहरूले भन्नु भएन के हो। त्यसपछि चाहिँ त्यो कुरा फेरि कम्पनीले मन पराएको कुरा चाहिँ भन्ने, स्टुडियोमा आएर तेरो भोइसलाई एकदम मन पर्छ, हाम्रो गीत त लिने भयो है रिबेलले भन्ने कुरा भन्ने, तर मलाई लगेर चाहिँ भेटाएनन् कि। अनि त्यही कुरा चाहिँ मलाई लास्ट दिन याद आयो क्या। मलाई त्यो घर जाने दिन याद आयो कि। घर जाने दिन चाहिँ त्यो पहिला तेरो स्वर चाहिँ मन पराएको छ है भन्ने कुरा याद आयो। एक्कासी दिमाग खुल्यो कि, त्यो पहिल्यै खुल्नु पर्थ्यो, त्यो अन्तिम समयमा खुल्यो कि मेरो दिमाग। अनि कतै कम्पनीले मलाई त खोजिरहेको छैनन् भन्ने कुरा भएपछि मैले नम्बर कताबाट एकजना मैले दिदी बनाएको थिएँ, एकजना दिदी। अनि उहाँलाई भनेर त्यसपछि नम्बर लिएर कल गरेको, उहाँले मलाई खोजिरहनु भएको रहेछ। अब भोलि टिकट काटेछ, अब आज कल गर्दा तिमी घर जानु पर्दैन आऊ भन्नुभयो। यसरी अब मेरो त अब बाटो फेरि टर्निङ पोइन्ट भयो नि त, मेरो फेरि लाइफ फेरि चेन्ज हुन थाल्यो। अनि गएँ, म गिटार लिएर गएको थिएँ, गीतहरू सुनाएँ मैले 6-7। त्यो बेला 8वटा गीत एउटा एल्बममा 8वटा गीत राख्ने चलन थियो, अडियोको टाइममा थियो। अनि मेरो अरू गीतहरू सबै गीतहरू कम्पोज सुनाएँ मैले, मन पराउनु भयो। अनि पीडा भन्ने एल्बम निकाल्न थालेँ, त्यो बेला 7औं जन्म होइन तिमीलाई। अनि मेरो अनि खुसी भएँ। अब त्यो एउटा जोस जानबाट रोकिएँ म होइन। अब पछि अब पछिको कुरा चाहिँ अब जस आत्मा गीत जब रिलिज भयो, जब चर्चामा आयो, त्यसपछि पछाडिपट्टि हेर्नु परेन, त्यसपछि अगाडि हुनुहुन्छ अहिले। जब जुन त्यो 8-10 वर्षको स्ट्रगल टाइम थियो नि, त्यो बेला हेपाइ कतिको सहनु पऱ्यो? जब हामी त स्ट्रगल टाइममा हुन्छौँ नि त होइन। अनि त्यही माथि दाइ तब स्टुडियोमा जस्तै माइक मिलाउने होइन, भनेर डमी भोकल दिने, त्यो बेला त अलिकति हेपाइ धेरैजना थियो होला नि त, म हिउँ भन्ने टाइपकाहरू हुनुहुन्थ्यो होला। यस्तो छ, सबैजना त नभनौँ। अब कोहीले चाहिँ मलाई, म यतिकै त्यो स्टुडियोमा काम गर्ने केटा जस्तो सोच्यो होला। मेरो सपना के थियो, म किन आएँ यहाँ, किन काम गर्दैछु भन्ने कुरा थाहा नहुन सक्छ होइन। त्यस्तै हिसाबले अब ल चिया ल्याऊ त, चिया गर त भने त्यस्तै हिसाबले सोचेँ नि त होइन। त्यहाँ काम गरिरहेको देखिरहेको छ, त्यहीँ पुछिरहेको अब उ गरिरहेको देखिरहेको छन्, माइक मिलाइरहेको देखिरहेको छ होइन। अनि अब बेला बेलामा यसो फुर्सद भयो भने त्यहाँ यसो गुनगुनाउँथेँ। गुनगुनाउँदा चाहिँ ओहो कसो राम्रो गाउनु हुँदो रहेछ त भनेर कसैले तारिफ पनि दियो। त्यही गुनगुनाएको सुनेर कतिले अलि सिनियर दाइहरूले कसैले ल यो प्र्याक्टिस गर भनेर म्युजिकमा यसो लेखिदिएर पनि दिनुभयो। त्यसमा सबै यो लाइनमा के छ भने राम्रो नराम्रो सबै मान्छे भेट हुन्छ होइन। अब त्यो टाइममा मलाई यतिकै सामान्य सोच्नेहरूले यो काम गर्ने रहेछ भन्ने सोच्नेहरूले जब अहिलेको टाइममा उहाँहरूसँग मेरो प्रोग्राम हुँदाखेरि चाहिँ अनि चकित भएको कुराहरू पनि छ, घटनाहरू, सिङ्गरहरू नै हुने थियो। अनि अहिले चाहिँ कमल खत्री भन्ने चाहिँ को रहेछ, नाम धेरै सुने गरेर अनि मलाई पछि भेट्दा ल तिमी पो, म त तिमी त्यहाँ काम गर्ने केटा सोचेको थिएँ भनेर भन्नेहरू पनि म भेटेको छु। अब त्यस्तै हो। जस हेपाइ कुनै बेला कहिलेकाहीँ सहनु पर्थ्यो। हेपाइ मात्र होइन, धेरै कुरा सहनु। जस्तै आज अलिकति खुलेर सोधिरहेको छु किन भन्दाखेरि चाहिँ अब धेरैजनाको आइडल हो क्या कमल खत्री आज। त्यही हो, अब कतिले अब एल्बम निकालिदिन्छु, एल्बममा अब यस्तो हुन्छ, सुन हो तिमी भनेर फुर्काए होइन। पछि सुन हो भन्ने, तर
त्यही स्टुडियोको सोफामा सुत्नु पर्थ्यो बाध्यता होइन। अनि होटलमा खाना खानुपर्ने, होटलमा खाना अब त्यस अब जुन स्टुडियोको ओनर हो उहाँले होटलमा पैसा दियो भने न मैले खाना पाउने होइन। जब पैसा दिन छोड्यो भने त मलाई खाना दिँदैन। त्यसरी खाना नदिएर भोकै सुतेको क्षण पनि छ होइन। भोकै सुत्नु पऱ्यो काठमाडौँमा भोकै पनि सुत्नु परेको क्षण छ। त्यो जाडोको सिजनमा एउटा सानो एउटा ओढ्नेको भरमा रात कटाएको क्षण छ होइन। अनि बिरामी हुँदा कोही नहुने, त्यो बिरामी हुँदा साथ खोज्दा कोही पनि नभएको क्षण पनि छ। साथ पाइएन रे बिरामी हुँदा पनि? एक्लो भयो होला त्यो बेला? एक्लो फिल हुन्थ्यो होला है? एक्लो होइन, म प्रत्येक दिन रुन्थेँ भने सोच्नु नि। प्रत्येक दिन म रोएर सुत्थेँ भनेपछि त्यो पीडा त्यो कसैले देख्न सक्दैन है। त्यो रुवाई, त्यो वेदना कसले महसुस गरिदिने? अब रुन्थेँ, पीडा हुन्थ्यो, गीत गाउँथेँ, गीतमा भुल्थेँ। अनि फिलिङ्सहरू, आफ्नो फिलिङ्सहरू पेपरमा उतार्थेँ होइन। त्यस्तै हो त्यसरी। तर मान्छेले जज गर्ने होइन। अब अहिले पछि भन्दाखेरि चाहिँ अब आत्मामा गीतबाट त चल्या हो नि भन्छ। तर त्योभन्दा अगाडिको त्यो अँध्यारो क्षण त अब मैले भोगेको छु नि त। त्यो त मलाई अहिले सपना जस्तो लाग्छ नि त फेरि होइन। तर ठिक छ, अहिले यस्तो सोध्छु फेरि त्यो चिज नभएको भए म आज कमल खत्री चाहिँ हुँदैन थियो पक्कै पनि। त्यो चिज पीडा चिजबाट त हो नि गीतहरू बन्ने होइन। कति याद आउँथ्यो जस्तो भोकै पनि सुत्नु परेको छ र प्रत्येक रात रुनु पनि परेको छ, एक्लो पनि भइएको छ होइन। परिवारको आमा बाबु याद धेरै आउँथ्यो होला नि त है त्यो बेला? आउँथ्यो, टेन्सन हुन्थ्यो, घर जाउँ हुन्थ्यो, मन लाग्थ्यो। अब जान सकिन्थेन होइन। के भन्ने होइन। अब गाह्रो हुन्थ्यो। छोरा मान्छे रुँदैन भन्थ्यो, रोइन्छ है त? के पर्छ ए तनाव। आज फेरि रोइयो? अझै देऊ त यस्तै हो। अतीत हो दाइ यो, अतीत हो दाइ यो। अतीत हो, तर म मेरो अतीत चाहिँ कहिले भुल्दिनँ कि, चाहेर पनि भुल्न सक्दिनँ। त्यही हो। तर मान्छेले सजिलै जज गर्छन्, एउटै गीतबाट चल्यो, एक्कासी आयो, कहाँबाट आयो त्यो थाहा छैन उनीहरूलाई होइन। दाइ त्यो ती रातहरू कति रहर थियो होला नि दाइलाई पनि होइन। रमाउँ, कति वर्ष राम्रोसँग दसैँ तिहार मनाउन पाउनु भएन, त्यो पीडा कसले बुझिदियोस् होइन। सम्झँदा कस्तो लाग्छ त्यो दिन सम्झँदा अहिले? अब यस्तो छ, हिजोको जुन सपना विपना भइरहेछ अनि हिजोको त्यो पीडा चाहिँ अहिले सपना भइरहेछ हो। पक्कै पनि है, यस्तो पनि मैले गरेर होइन लाग्छ होला दाइ। हिजोको तपस्या आजको यो फल हो। यो चाहिँ यत्रो दर्शकहरूको श्रोताहरूको माया, हिजो मैले गरेको स्ट्रगलसँगै धैर्यता। किन म्युजिकमा भनेको यस्तो रहेछ कि गाउने मान्छे यहाँ धेरै छन्, राम्रो गाउने मान्छे, तर प्यासन धैर्यता छैन भने नि काम छैन। यो म्युजिकमा यदि म्युजिकमा लाग्छु नि भनेर आएको छ भने चाहिँ त्यो मान्छेमा प्यासन धैर्यता चाहिँ हुन एकदम जरुरी हुन्छ। त्यसले चाहिँ बोकेर त्यो गीत रहरसँगै त्यो चिज पनि लिएरै आउनुपर्छ। सिकाउने ठाउँमा, म्युजिक सिकाउने ठाउँमा सबै कुरा सिका हुन्छ। धैर्यता गर्नुपर्छ, धैर्य गर्नुपर्छ। यो तपस्या जस्तै हो। तिमीले फल आश गर्नु भएन। हिजोको दिनमा मैले कमाउँछु भनेर कहिले सोचिनँ, मैले नाम मात्र सोचेँ र आज मलाई नाम सँगसँगै भगवान्ले अरू चिज पनि दिनुभयो होइन। हिजो मैले पैसै कमाउँछु भनेर लागिरहेको भए चाहिँ यो चिज पनि हुँदैन थियो कि। अलिकति एउटा चिज मलाई अब आश पलायो चाहिँ मैले नि भविष्यमा राम्रै माया पाउने छु देखिरहेको छु। किनभने ठ्याक्कै पाइरहेको छु ठ्याक्कै दाइले 8-9 वर्षपछि जुन बेला सफलता पाउनुभयो, ठ्याक्कै 9 वर्षपछि अलिअलि मान्छेहरूले चाहिँ एक्कासी यो कहाँबाट आयो भन्ने भइरहेको छ अरे मलाई चाहिँ होइन। मिडियाकै मान्छेहरूले पनि तर 9 वर्ष भयो मिडियामा लागेको ठ्याक्कै। अब लगभग 10 वर्षमा हरेक कुरा चेन्ज हुन्छ। दाइको आशीर्वाद लागोस् त्यो चाहिँ। सो अहिले अब भनौँ एकदम व्यस्त कमल खत्री होइन। धेरैजनाको सपना पनि हो कमल खत्री जस्तो गायक बन्छु भनेर। कोही जस्तो बन्न सक्छ जस्तो लाग्छ हजुरलाई?
होइन अब मलाई भेट्नेहरू अब जस्तो मलाई आइडल मानेर थुप्रै छन्। मेरो कपी गरेर आउनेहरू सिङ्गरहरू पनि मैले धेरै भेटेको छु। तर सकभर कपी भन्दा पनि आफ्नो ओरिजिनालिटी हुन्छ नि, आफ्नो के हो, आफू के के हो, ओरिजिन चाहियो आफ्नो। त्यो चाहिँ लिएर आउनुपर्छ भन्न चाहन्छु। अब जस्तो म पनि हुन त हिजोको दिनमा अरूकै गीतहरू गाएर गरेँ, तर मैले चिनाउनलाई चाहिँ कमल खती भन्ने बित्तिकै मेलोडी सिङ्गर हो, हाई रेन्जमा गाउने, सुफी टाइपको हाई रेन्जमा गाउने सिङ्गर हो भन्ने कुरा त म आफूले खोतल्दै त्यो चिज बनायो भने त त्यसरी नै बनाउनु जरुरी हुन्छ। अरूलाई पनि भन्न सुझाव दिन्छु त्यही हो। दाइले अरूको कम्पोज खासै गाउनु भएको छैन, गाउनु नै भएको छैन? मैले गाएको छु मुभीहरूमा, जस्तो अर्जुन पोखरेल दाइको झिङ्गे दाउ भन्ने मुभीमा पनि गीत गाएको छु। अरू पनि मुभीहरूको 2-3वटा गीत गाएको छु। अनि भइगयो अब माया लाउँदिन पनि भयो, त्यो गीत अरूकै कम्पोजको गीत थियो। त प्रायः आफ्नै कम्पोज हुन्छ? प्रायः यस्तो छ, अब आफ्नै गीत आफैले बनाएको हुन्छ। अब म आफै कम्पोजर भएर पनि हो कि अरू कम्पोजरहरूले मलाई गीत गाउनलाई नदिनु भएको, दिनुहुन्छ होला नि। अब त्यस्तो छ। फेरि आश पनि लाग्दैन फेरि मलाई चाहिँ, म किन त्यो आफ्नै काममा बिजी भइरहेको छु नि त। म अब यो मेरो प्रोग्रामले व्यस्तताले गर्दा मेरो आफ्नै गानाहरू पनि समयमा मैले रेकर्ड गर्ने मौका पाइरहेको छैन होइन। अब अलमल्ल परिरहेको हुन्छु। झन् फेरि यताउता सबै कुरा भने त झन् भाँड भैलो हुन्छ कि जस्तो फिल हुन्छ कि। ओके बहिनी।